नेपालमा आइपिओ भएर शेयर बजारमा प्रवेश गर्नेहरूको संख्या हरेक वर्ष बढिरहेको छ। तर धेरैलाई अझै पनि आइपिओ भर्न के चाहिन्छ, कसरी भर्ने, कहाँबाट सुरु गर्ने भन्ने कुरा स्पष्ट छैन। यदि तपाईँ पनि पहिलो पटक आइपिओ भर्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। आइपिओ अर्थात् इनिसियल पब्लिक अफरिङ। कुनै पनि कम्पनीले पहिलो पटक आफ्नो शेयर सर्वसाधारणको लागि जारी गर्दा त्यसलाई आइपिओ भनिन्छ। आज हामी आइपिओ को परिभाषा भन्दा पनि व्यवहारिक पक्षमा केन्द्रित हुनेछौँ। आइपिओ भर्नको लागि के चाहिन्छ र प्रक्रिया कसरी पूरा गर्ने। आइपिओ भर्नको लागि आवश्यक कुराहरू: 1. बैंक खाता। सबैभन्दा पहिले आफ्नो नाममा बैंक खाता हुनुपर्छ। आइपिओ आवेदन गर्दा रकम यही खाताबाट ब्लक गरिन्छ। 2. डिम्याट खाता। डिम्याट खाता भनेको तपाईँको शेयर सुरक्षित रूपमा राखिने डिजिटल खाता हो। आइपिओ परेपछि शेयर यही खातामा जम्मा हुन्छ। 3. मेरो शेयर अकाउन्ट। डिम्याट खाता खुलेपछि मेरो शेयरको पहुँच लिन सकिन्छ। यही प्लेटफर्मबाट आइपिओ आवेदन दिन सकिन्छ। 4. सिआस्प रजिस्ट्रेसन नम्बर सिआरएन। बैंकले उपलब्ध गराउने सिआरएन नम्बर आइपिओ आवेदनका लागि अनिवार्य हुन्छ। 5. आवश्यक रकम। आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्छ। त्यसैले आवेदन दिनु अघि बैंकमा आवश्यक रकम हुनुपर्छ। अब कुरा गरौँ आइपिओ कसरी भने। त्यसको लागि मेरो शेयरमा लगइन गर्नुहोस्। माइआस्पा सेक्सनमा जाने, त्यसपछि खुला रहेको आइपिओ चयन गर्ने, आवेदन गर्न चाहेको किताब प्रविष्टि गर्ने, बैंक खाता छनौट गर्ने, सिआरएन नम्बर पुष्टि गरी आवेदनमा सबमिट गर्ने। आवेदन सफल भएपछि तपाईँको रकम बैंक खातामा ब्लक हुन्छ। आइपिओ को नतिजा कसरी हेर्ने। आइपिओ बाँडफाँड भएपछि मेरो शेयर वा सिडिआसी आइपिओ रिजल्ट पोर्टलबाट वा सम्बन्धित कम्पनीको सूचना मार्फत नतिजा हेर्न सकिन्छ। आइपिओ परेपछि के हुन्छ। यदि आइपिओ पर्यो भने ब्लक भएको रकम कट्टा हुन्छ र शेयर तपाईँको डिम्याट खातामा जम्मा हुन्छ। यदि आइपिओ परेन भने ब्लक भएको रकम स्वतः फुकुवा हुन्छ।